दर्शकबिन नमस्कार, म बलराम दाहाल। स्वागत छ मेरो युट्युब च्यानल प्रेरक संसारमा, जहाँ हरेक शब्दमा हुन्छ प्रेरणा अनि हरेक कथामा हुन्छ जीवन दर्शन। तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। अब लागौँ आजको सन्देशतर्फ। जीवन कहिलेकाहीँ यति कठोर बन्छ कि हाम्रो आफ्नै अस्तित्वमाथि प्रश्न उठ्न थाल्छ। आफ्नै मान्छेले आशा छोडिदिन्छन्, परिस्थिति हाम्रो विरुद्धमा उभिन्छ र चारैतिरबाट समस्या मात्र खसिरहन्छ। त्यही बेला हामीलाई लाग्छ अब त सकियो, अब त अन्त्य भयो। तर के साँच्चै अन्त्य त्यही हुन्छ त? आज म तपाईँलाई एउटा यस्तो कथा सुनाउँछु जसले जीवनका सबै खाल्डाहरू पार गर्ने साहस दिन्छ। यो कथा हो एउटा बुढो गधा र उसको सङ्घर्षको। एक किसानले आफ्नो घरमा गधा पालेर राखेको थियो। उसले गधालाई भारी बोकाउने गर्थ्यो, तर गधा बिस्तारै बुढो र कमजोर हुँदै गइरहेको थियो। एक दिनको कुरा हो, गधा मैदानमा चरिरहेको बेला अचानक एउटा खाल्डोमा खस्छ। आफ्नो गधा खाल्डोमा खसेको देखेपछि किसानले उसलाई बाहिर निकाल्ने प्रयास गर्छ, तर खाल्डो धेरै गहिरो भएकोले उसको प्रयास व्यर्थ हुन्छ। केही क्षण सोचमग्न भएपछि किसानको मनमा पाप पलाउन थाल्छ। उसले मनमा नै सोच्छ, आखिर गधा बुढो भइसकेको छ, खाल्डोबाट बाहिर निकाल्ने भने पनि भारी बोक्न सक्ने होइन। अब यसको चाकर कति गर्ने? बरु यसलाई बाहिर निकाल्नुभन्दा खाल्डोमै माटो हालेर पुरिदिए भने झन्झट नै सकिन्छ। किसानले घरबाट आफ्ना छोरा छोरी श्रीमती सबैलाई बोलाएर जोस जाँगरका साथ मैदानको माटो खनेर खाल्डोभित्र हाल्न थाल्छ। लगभग 2 घण्टासम्म लगातार माटो खनेर खाल्डोमा फ्याँकेपछि किसानले सोच्छ, अब त गधा पुरिएर मरेको होला। किसान खाल्डोभित्र हेर्छ, तर त्यहाँ देखिएको दृश्यले सबैलाई अचम्ममा पार्छ। खाल्डोभित्रबाट बुर्क उफ्रिएर गधा बाहिर जमिनमा आइपुग्छ। गधालाई आफ्नो अगाडि जिउँदै उभिएको देखेर उक्त पापी किसानको परिवार जिल्ल पर्छ, अचम्ममा पर्छ। मित्रहरू, के भएको रहेछ भने जब बाहिरबाट किसानको परिवारले खाल्डोभित्र माटो फ्याँक्थे, गधाले आफ्नो पिठुमा परेको माटो शरीर हल्लाएर भुइँमा झारिदिन्थ्यो र त्यही भुइँमा खसेको माटोमा आफ्नो पाइला राख्दै माथि चढ्थ्यो। आफ्नो शरीरमाथि फ्याँकिएका प्रत्येक माटोका थुप्रोलाई भुइँमा झारेर तिनै थुप्रोमाथि टेकेको कारण खाल्डो क्रमशः पुरिँदै गयो र गधाको उचाइ बढ्दै गयो। यसरी मरेको ठानिएको गधा जिउँदै बाहिर निस्कन सफल भयो। मित्रहरू, यो कथा एउटा गधा र किसानको होइन। यस्तो घटना हाम्रो जीवनमा पनि पटक पटक घट्ने गर्छ। जीवनमा हामी पनि बारम्बार विभिन्न खाल्डोमा खस्छौँ। असफलता, अपमान, आलोचना, आर्थिक समस्या, सम्बन्धको पीडा र समाजले दिएको हेपाई। कहिलेकाहीँ त आफ्नै नजिकका मानिसले पनि हामीमाथि माटो फ्याँक्न थाल्छन्, नकारात्मक शब्द, निराशा र अविश्वासका रूपमा। त्यही बेला धेरैले हार मान्छन् र आफैलाई परिस्थितिले पुरिदिन्छन्। तर यो कथाले हामीलाई एउटा गहिरो सत्य सिकाउँछ। समस्या तपाईँलाई दबाउन आएको होइन, तपाईँलाई उचाइ दिन आएको हो। गधाले जस्तै यदि हामीले आफ्नो शरीरमाथि खसेको प्रत्येक माटोलाई झारेर त्यसमाथि टेक्दै अघि बढ्न सक्यौं भने त्यही समस्या हाम्रो भर्याङ बन्छ। जीवनमा सफलता त्यही व्यक्तिले पाउँछ जसले परिस्थितिलाई दोष दिएर रोकिएन, बरु त्यसलाई अवसरमा बदलियो। सम्झनुहोस्, हार त्यति बेला मात्र हुन्छ जब हामी आफै हार मान्छौँ। दर्शकबिन, आजको सन्देश मन पर्यो भने लाइक, कमेन्ट गरिदिनुहोला, सेयर गरेर धेरै साथीहरूसम्म पुर्याइदिनुहोला अनि मेरो युट्युब च्यानल प्रेरक संसारलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि पनि अर्को यस्तै प्रेरणादायी भिडियोमा तपाईँ र मेरो भेट हुने नै छ। आजलाई बिदा दिनुहोस्। नमस्कार।